नमस्ते सम्पूर्णमा म ललित राज भट्ट प्रवासी नेपाल कल्याणकारी च्यारिटेबल ट्रस्टबाट आज चाहिँ हामी एउटा हाम्रो दमन कुँवर महेन्द्रनगर नगरपालिका वार्ड नम्बर 13 बडेपुर बस्ने हिजो साँझ उहाँको एक्सिडेन्ट भएर एकदम नाजुक अवस्थामा छन्। हजुरहरूले एक दिनको चिया खर्च छुटाएर पनि म स्क्यानर राखिदिन्छु, त्यहाँ उहाँको नम्बर राखिदिन्छु। जसरी हुन्छ तपाईँले गरिदिनु होला। उहाँको आफन्त आफ्नो दाइ हुनुहुन्छ, अहिलेसम्म करिब 1.5-2 लाख रुपियाँ खर्च भइसक्यो। उहाँको भिडियो पनि बनाएको छ मैले, त्यो पनि राखिदिन्छु। अब उहाँसँग कसरी एक्सिडेन्ट भएको सडनली भाइको हाम्रै वार्ड नम्बर 13 को भाइले फोन गर्यो कि भाइ भाइको एक्सिडेन्ट छ भने दिन पछाडि 5 मिनटमा हस्पिटलबाट फोन आयो होइन। हस्पिटलबाट फोन आयो, हस्पिटलबाट फोन आयो, अल्टो हस्पिटलबाट फोन आयो। त्यसपछि चाहिँ हामी भाइहरू अङ्कलहरू सबै एकमुष्ट भएर उति गरे। ट्राफिकको टाइम त्यो थाहा छ, पुगिहाल्यो 9-10 बजे। अपरेसन भयो कि भएन? अपरेसन अब कार्य चालु छ अपरेसनको। अहिलेसम्म कति पैसा खर्च भयो? अहिलेसम्म भयो अब 2.5 लाखभन्दा माथि भयो होइन? औषधि छोडेर 2.5 लाखभन्दा माथि भयो। अब यहाँको पनि एकदमै नाजुक छ। हजुर जुन राखिदिनुहोस् न। स्थितिमा होइन, अब कसले सहयोग गर्न सक्नुहुन्छ, चाहनुहुन्छ, मजबुरी गर्न सक्नुहुन्छ, इच्छा छ भनेपछि गरिदिनु होला होइन। अब यो एउटा हाम्रो आदरको कुरो हो होइन, सबैलाई रिक्वेस्टको कुरो हो होइन। अब सडनली यस्तो भयो, 2-4 कमाउनु आएको मान्छेलाई 2-4 लाख एकैछिनमा रेन्ट पर्न आयो होइन। अब यो भावीको लेखा यस्तै थियो होला होइन। अब के भन्ने यसलाई सक्नुहुन्छ, कतिको सक्नुहुन्छ सहयोग गरिदिनु होला, सेयर गरिदिनु होला, सबै कुरा गरिदिनु होला होइन तपाईँहरू। हुन्छ, जति पनि हुन्छ मेरो फेसबुकको साथी, टाढाको मान्छे पनि होइन, मेरो गाउँको मान्छे हो, मेरो एउटाको मान्छे हो, हाम्रो इष्टमित्र हो, पडोसी मान्छे हो। तपाईँहरूले जसरी हुन्छ सक्दो सेयर गरिदिनु होला, त्यही भन्न चाहन्छु। हस्, धन्यवाद।